हेलो साथीहरु, नमस्ते। आज चाहिँ म चाहिँ चिकन बिरयानी बनाउन लागिरहेको छु। त्यसको लागि चाहिँ मैले पसलमा गएर मासु ल्याएँ, चिकन विंग्स, अनि त्यसपछि लेग पिस ल्याएँ। त्यसलाई मज्जाले मसलाहरु लाएर मज्जाले मोले है। यता प्याज काटेर पनि रेडी भएको छ है साथीहरु। तेजपत्ता पनि रेडी छ। अनि यता अघि नै चामल पनि भिजाइसकेकी थिएँ। अनि यता अब हल्का फ्राई गर्नु पर्यो नि त मासुलाई। यता चाहिँ हाम्रो मासु चाहिँ फ्राई हुँदैछ, हेर्दै गर्नु होला। हेर्नुस् त, लुक्स सो यम्मी यम्मी, कस्तो राम्रो भएको छ। हेर्दा खाउँ लाग्यो। हाम्रो तारेको मासु चाहिँ हल्का फ्राई गरेर चाहिँ यतिको भएको छ। यतिको भएपछि चाहिँ निकाल्ने। अनि यता मासुको लागि ग्रेभी रेडी हुँदैछ। टमाटर, मरमसला सबै कुरा हालेर है। अघि ग्रेभीमा पकाएको मासु चाहिँ राइस कुकरमा राख्ने, त्यसपछि माथि चामल राख्ने, त्यसपछि फेरि मासु राख्ने। अनि यसमा चाहिँ अघि हामीले ल्वाङ सुक्न राखेर तताको पानी सट्ट हाल्दिने है। त्यसपछि चाहिँ यसको लुक्स फाइनली गाइस, हाम्रो बिरयानी चाहिँ इज रेडी। लुक्स सो यम्मी यम्मी, वाउ। ल, बिरयानी चाहिँ रेडी भइसकेको छ। सर्भ गर्दैछौँ हामी चाहिँ, हेर्न सक्नुहुन्छ। लुक्स सो यम्मी। अनि सलादहरुमा चाहिँ काँक्रा, प्याज, डल्ले खोर्सानी, मुलाको अचार, तिते करेला फ्राई गरेको हामीले चाहिँ सर्भ गरिसकेका छौँ। लुक्स सो यम्मी।